हेलो नमस्ते। आज चाहिँ हामी होइन यहाँ अब दमकको गाइजहरूको लामो यात्रा भन्नुपर्छ यो होइन। यहाँबाट लगभग अब 6-7 घन्टाको यात्रा भनेको कहाँ जाँदैछ अरे हामी अर्कै अब हामी ब्रिस्टल ब्रिस्टल हुँदै कता हाम्रो फाइनल डेस्टिनेसन कर्नवाल होइन त ल वान अफ द मोस्ट ह्यापनिङ प्लेस इन द युके। सो अब हाम्रो राइड चाहिँ सुरु भइसकेको छ। साथी म फेल्तामबाट अब यहाँ मलाई पिक गर्नु यहाँ फेरम आएको छ। यहाँबाट हामी जाँदैछौँ अदु भाइकोमा ब्रिस्टलतिर। देन आफ्टर हामी त्यहाँबाट चाहिँ अब अरू साथीहरू पनि अर्को ठाउँबाट आउँदैछ। हामी मेबी हामी विल मिट देम अन सर्भिस होइन त, सर्भिसै भेट्छौँ नि साथीहरू होइन। त्यहाँबाट चाहिँ हामी टुगेदर भएर जाने प्लान छ। ल लेट्स है त अब अपकमिङ भिडियोजहरू चाहिँ भरे हामी उहाँ अन द वे अनि कर्नवाल पुगेरै फेरि राम्रो राम्रो सिनेरीमा भिडियोहरू बनाउँछौँ। थ्याङ्क यू। आजको हाम्रो टुर कस्तो भइरहेछ त अर्को साथी? दामी ड्राइभर भएको तिमी अनि लङ ड्राइभमा त्यस्तो टाइटनेस फिल त भएको छैन नि? त्यस्तो छैन। एक्साइटेड छु। पहिले सानोमा हामी पिकनिक जान्छौँ नि, रातभरि निन्द्रा नलागेर कतिखेर बिहान हुन्छ र हिँड्नु भएको थियो। आज पनि त्यस्तै भयो, हिजो पनि त्यस्तो भएछ। ए हो, कहिले बिहान हुन्छ भइरहेको थियो, त्यस्तो भइरहेको छ अहिले। मैले पनि हिजो त्यस्तै सम्झिरहेको थिएँ क्या। पिकनिक जाने भन्दा अघिल्लो दिन कति निन्द्रै लाग्दैन थियो नि त होइन, तर निन्द्रा चाहिँ लाग्दो रहेछ। अब यो बुढेसकालमा त्यस्तो एक्साइटमेन्ट खासै चाहिँ नहुने रहे पनि अब रमाइलो छ होइन। तर जस रमाइलो छ जस लगभग हामी बिहान 6 बजी हिँडेको, अहिले 10 बज्यो। 4 घन्टाको ड्राइभ भनेपछि हामी यहाँ अदु भाइलाई भेट्नु चाहिँ लगभग अब हामी हाफ अफ द वे त आइपुग्यौँ होइन त। लिटल भिट यहाँ अब स्टिल हामी जति आएको त्यति नै त जानै छ। जाँदैछौँ। उहाँ गएर चिल हान्नुपर्छ अब हामी है त गाइस। ल ओके सी यू। ल हेलो भनिदिनु। हेलो भनिदिनु। हेलो, हामी चाहिँ अहिले अदु भाइको घरबाट बिदा मागेर हामी खाजासाजा खाएर निस्केको। यो भाइले ओभरै जोत्यो, 3.5 घन्टा मात्रै लाग्छ मेरोबाट भन्यो। आज म बिहान 6 बजीदेखि अहिलेसम्म पुरै टुरमा छु होइन। मजाले बसिरहेको छु। एकपल्ट अदु भाइ हाम्रो टुरको बारेमा केही सानो होइन, म एउटा चाहिँ अब के भन्न चाहन्छु भने हजुर मैले चाहिँ अलिकति लेट गरेँ होइन। तर पनि अब चाहिँ हाम्रो यात्रा सुरु हुन लागेछ। अब हामी लगभग अबको 3 घन्टा 30 मिनटमा चाहिँ हामी पुग्छौँ होइन मिनाक थिएटरमा। अनि अब हाम्रो साइड प्यासेन्जरमा हुनुहुन्छ हाम्रो विकास गुरुङ अल द वे फ्रम पोर्ट्समाउथ होइन। अनि यहाँ हामी चाहिँ अहिले ब्रिस्टलमा छौँ। ब्रिस्टलबाट चाहिँ हामी 3 hours 57 देखाइरहेको छ त्यहाँ। अब हामी दिस इज माई फर्स्ट डे। कता अरे साथी हामी मिनक थिएटरतिर यानि कि यो कर्नवाल हामी इन्ट्री भइसक्यौँ। अब इट्स लाइक 1 hour छ हामीलाई पुग्नलाई। इट्स लाइक 37 miles फ्रम हियर टु गो देयर। अनि अब अहिलेसम्मको ड्राइभिङमा हाम्रो धेरै साथी अल द वे फ्रम फेल्ताम होइन। साथी टाइट पनि भइसक्यो होला। अब रमाइलो भइरहेछ। के भन्छ आजको यो ट्राभलको विषयमा? नथिङ, जस्ट फोकस अन ड्राइभ। फोकस अन ड्राइभ होइन भन्नाले यताउता सिनेरीहरूको बारेमा के भन्छ? एकदमै राम्रो छ, राम्रो तरिकाले गइरहेको छ। हाम्रो यो 3 दिनको रमाइलो चाहिँ एकदमै राम्रो होस्, मेमोरेबल होस्, आनन्द होस्। यसरी नै सबै साथीभाइहरू भेटघाट गरेर रमाइलो गरिराख्नु पाऊँ। खासमा चाहिँ आज हाम्रो यो दमकको गाइजहरूको एक खालको एउटा गेट टुगेदर टाइपको थियो। अब मेन हाम्रो इभेन्ट म्यानेजर चाहिँ अलिकति घाइते भएर सख्त घाइते भएर उहाँ चाहिँ आउनु सक्नु भएन होइन। उहाँलाई हाम्रो एकदम शीघ्र स्वास्थ्य लाभको कामना। खास चाहिँ उसले गर्दाखेरि नै जुरेको कार्यक्रम। तर अब उनी अलिक नभएपछि खल्लो महसुस त पक्कै पनि भएको छ। र हाम्रो मेन साथी नभएपछि चाहिँ अर्को हाम्रो यहाँ सानो भाइलाई चाहिँ यो इभेन्ट म्यानेजमेन्टको जिम्मा दिइरहेको छ। भाइ इभेन्टको बारेमा के भन्दै? हाम्रो इभेन्ट चाहिँ अब भर्खर सुरु हुँदैछ होइन। हेरौँ कसरी जान्छ। राम्रो भयो भने हाम्रो अब नेक्स्ट इभेन्टहरू पनि हामी गर्दै जानेछौँ होइन अपकमिङ डेजमा। अनि लेट्स सी अब जे भए पनि रमाइलो गर्ने हो भेटघाट साथीभाइ दाजुभाइ होइन। यो हाम्रो मेन इभेन्टको मेन मुख्यता चाहिँ के हो?
खाद्य भेटघाट दाजुभाइ भेटघाट। हाम्रो उद्देश्य भनेको चाहिँ हामी भेटघाट मात्रै हो खासमा चाहिँ अब मासु पोलेर खाने त्यो खाएकै हो होइन, ठाउँ मासु घुमेकै हो मैले होइन भन्नु खोजेको सबै गरेकै हो तर मेन चाहिँ अब भेटघाट तमकको भेटघाट तमकी टोली छ हाम्रो तमकको भेटघाट टोली एउटै गाउँ एउटै हामी गल्ली एउटै गल्लीमा हुर्केको छौँ तर यहाँ आएर हामी छुट्टेको जस्तो भएको छौँ एउटै वार्ड फेरि सबै हामी तमकतिर नै भन्दैछौँ पुरा भएको छौँ हामी यहाँ साँच्चै भन्नुपर्दा ल यस्तो छ मौसम एकदम रमाइलो फिल भइरहेछ होइन अगाडि यस्तो बेला बेला घाम लागिरहेछ बेला बेला पानी परिरहेको छ यो चाहिँ युके हो ओरिजिनल युके चाहिँ यो हो एकैछिनमा घाम लाग्छ एकैछिनमा पानी पर्छ हाम्रो अब बाँकी रहेको 3 जना साथीभाइहरू चाहिँ अलिकति अगाडि होला उनीहरूलाई पनि हामी अब भेट्ने क्रममा छौँ सायद आधी घन्टा पछाडि हामी सँगै रहनेछौँ थ्याङ्क यू बाई बाई ल फाइनल्ली हामी चाहिँ अहिले म्याथ थिएटरमा आइपुग्यौँ होइन हेरे साथी के गर्दैछ तिमी यार यो हो क्या यसको चाहिँ साह्रै रमाइलो तर युकेको ठाउँमा के भयो कि अलिक डाँडाबाट टक्कर राम्रो देखिन्छ फेरि विदिन सेकेन्डमा माक्रो भ्यू गायब भइहाल्छ होइन यो युके भनेको चाहिँ क्यामेराले रमाइलो गर्न दिने ठाउँ होइन क्या यो आफ्नो आँखाले रमाइलो गर भन्ने ठाउँ जस्तो लाग्छ घरिघरि अनि के साथी तिमीलाई आज यो रेड बुलले राम्रै बुस्ट गरिरहेछ नि अब के गर्नु यहाँ बिहान इट्स बिन लाइक 12 hours I was driving not continuously having a short break like 15 minutes 30 minutes but not feel too much bored it's okay हङ्ग्री कतिको फिल भइरहेछ त no I was not hungry सो अब अहिले चाहिँ हाम्रो लाइक कति छ अब now it's exactly 23 minutes left to reach our destination त्यहाँबाट चाहिँ हामी चाहिँ मजाले होइन then we can enjoy a lot मजाले बारबिक्यु गर्छौँ होइन you can watch it मजाले पर्क म्यारिनेट गरेर ल्याएको राखेको छौँ मजाले बारबिक्यु गर्ने स्पेसली खान सबैलाई खुवाउँछु हर्के साथीले चाहिँ आज कान नलागेको म हर्के साथीको कानै खाइदिन्थेँ बाल बच्चे साथी तिमी र म दमकको के भन्छ त्यसलाई दमकको टेस्ट फेरि म एकचोटि युकेमा भित्राउँछु होइन त इभेन्ट म्यानेजर चाहिँ के गर्दैछ हाम्रो कानपुरको टेस्ट पुरै अब पुरै म भित्रै नै दिन्छु अचार दामी छ होइन साना मामाको यसमा केही भन्न जाओस् त अलिकति मेरो भनाइ त्यही हो अब गएर आगो बाल्न थालिहाल्ने हो अनि ढिलो भइसक्यो 6:30 हुन आँटिसक्यो होइन अनि अब गएर आगो बाल्न थालिहाल्ने एकजनाले खान पोल्ने एकजनाले टेन्ट टाङ्ने अनि चट्ट सुरु गर्ने हो कार्यक्रम यो घटा न जुनै भयो भने नि मुनि सबै भाँचिनु पर्यो नि त यार यो अनि यसमा यसलाई पनि नखानु पर्यो नि त भरे
मालहरू निकाल माल 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 अनलोड गर्दैछ मुसले चाहिँ अब त्यसको पम्प पनि ल्याएको रहेछ यहाँ हाम्रो माल यहाँ छ हाम्रो यहाँ तम्बु गाइजहरू यहाँ पुरै हाम्रो क्याटरिङको के हुँदैछ केटा क्याटरिङ त के सुरु नै गरेको छ बलले ल्यायो अहिले चाहिँ तैँले कति पर्सेन्ट ल्याएर इन्जिनियरिङ गरेको अरे पास डिस्टिङसन हो यसले जुक्ति लायो यार यो हड्डीमा जङ्गिन्छ मात्रै छैन यसको काम जान्दैन केही पनि यसले केही जान्दैन यो नुब हो यो नुब यहाँ मुसले गर्दैछ गर्नुपर्ने काम हेर त अब डम्म लाएर फुला हाम्रो स्याक्री मास्टर माइन्ड भाइ चाहिँ फेरि यहाँनिर अब नाइ मसँग खुकुरी छ भाइ ओ त्यसरी निकास समात्नु हुँदा थाहा छैन यसरी कहिले नसमात यहाँ यो धारले यहाँ भेट्छ क्या हात लान्छ नि लम्बै माथि मात्रै समात्ने हो क्या एड भाइ यार पक्का यो शिरपाते आमाले बनाउनु लाएर दमकमा अस्ति दुईटा ल्याएको थियो कि हतार हतार छानेर भाइलाई चाहिँ अर्को दिएको मुसा सेफ चप 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 त्यो अन छ कि छैन अन गर्न मुस अन गर्दा बिन्ती छ मेरो हे मेरी मायालु एउटा चिठी खोरी पठाइदेऊ तिम्रा हृदयका सारा सारा भावनाहरू त्यही चिठीमै खोरी पठाइदेऊ त्यही चिठीमै दिएन क्या दुईजनाले दुईजनाले गर्दै दिएन नि त तुलीले बिहान बिहान जहिले बनाएर खुवाउँदैछ ए 60हरूको क्या कुदाउने मान्छेले जे कुदाइदिइहाल्छ नि ल दाउरा बोल्यो अब ओइ आजको डे 2 कहाँ गयो त्यसको चैते के भयो मुस मुस getting sprung. We used to dance the
मेरो साथी प्रकाश अहिले फेरि आउनुपर्छ प्रकाश मेरो साथी प्रकाश You have no idea what you did to me. Summer love, didn't care that we weren't meant to be. You were mine, I was yours. Take me back once more. Summer love, where did you go? Summer love, you have no idea what you did to me. Summer love, didn't care that we weren't meant to be. You were mine, I was yours. Take me back once more. Summer love, sweet joy, where did you go? Remember the days we were young, wild and free, basic getting sprung. We used to dance the night away, hang out the whole next day, laughing, having fun. Summer love, you have no idea what you did to me. Summer love, didn't care that we weren't meant. मनी क्राइम जाने पाउँछ अहिले हेरौँ हेर्नु त पाइन्छ मेरोमा अस्ति एफ हो मेरो त राम्रो छ र इन्जिन अझै राम्रो छ त्यसको त खिच्नु दिन्छ नि होइन पाउँदैन त्यस्तो खालको फ्रिजहरू छैन त्यस्तो सोधेको त्यस्तो यो उयोहरू मात्रै छ अनि मिस कल देखिरहेको थियो नि त अहिले अनि ल ल हेलो हामी यहाँ बजार घुम्दैछौँ म बजार घुम्न आइज न हटिया गाडीमा हालिहालौँ न कुन Yes. गाइजहरू रमाइलो भइरहेछ होइन मैले त बाइ द वे ननिकाल्ने कुराहरू चाहिँ निकालेको छुइनँ है तेरो आम्स देखाइदिएको चाहिँ हरि देखा न मजाले अर्को 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 ए तपाईँ त देखाएन होला
होइन त यस्तैमा त अरू बेला त घरमा त खाइन्छ गाडी खाइन्छ गाडीमा यसो रमाइलो नि हुन रमाइलो गिलासमा खानु नि त्यो अर्कै टेस्ट हुन्छ मिठो हुन्छ के त हुँदैन ग्लासमा खाइसक्यो सेन्मिगल भनेको ग्लासमा खायो नि साफ साफ पाएँ साफ पाएँ गाइजहरू आज पुरै छुट्टीमा रमाइलो गरेर पुरै सेलाको अवस्थामा यो भाइ मुलुङ हेर्दा यस्तो सोझो छ बिहानदेखि रक्सी खाएर बसेको छ होइन जाउँ न 20 दिन गाडी कुदाउने मान्छे टक्क प्यासेन्जर सिटमा बस्दा कस्तो ल गाइजहरू अहिले हामी कुन ठाउँमा अरे यो अर्कै यसो अरे क्यामेरामा हेरेर कुन ठाउँमा छौँ अहिले हामी यहाँ हँ कोही गर्नु यही फोन आफ्नो लाग्यो अहिले रमाइलो छैन ठाउँ होइन मतलब ह्यान्सी त देखाउँदो रहेछ त यो क्यामेराले त हो यो जतिको होला यसले सेलमा किनेको जस्तो लाग्छ माथि यस्तो खिच्दैन हाम्रो 3 दिनको क्याम्पिङ पछाडि चाहिँ आज हामी फाइनल्ली घरतिर मुभ हुँदैछौँ धेरै साथी यो नाइट बसको ड्राइभर जतिकै भएर बसिरहेको छ जिउ तन्काएर नभए गाह्रो छ 7 घन्टाको ड्राइभ छ हाम्रो रिसेप्सनिस्ट हो In 900 feet, turn left on B3276. हाम्रो फाइनल लास्ट डेस्टिनेसन के गर्नु अब तिमीहरू क्या अब सानो पटेर भुइँ जाँदैन एउटा उयो गर्ने अरे ट्रिप कस्तो लाग्यो यसपालि वन्डरफुल फ्याबुलस फ्यान्टाबुलस ट्रक तँलाई चाहिँ कस्तो लाग्यो ट्रिप इन्जोय गरिस् 1 वर्षको लागि पुग्यो 5 वर्षको लागि हो अब नआउने अब आउँदैनहरू त्यसले यस्तो यसो त हेर्दा त यो चाहिँ यतिखेर यो मेरो साथी एकदमै फोन क्रेजी भएको रहेछ एनी टाइम फोनमा भाइ तँलाई कस्तो लाग्यो यसपालि मलाई योपालि एकदम रमाइलो लाग्यो त फर्स्ट टाइम होइन अब नेक्स्ट टाइम चाहिँ अब 1 वर्ष पछाडि अलिक समरमा घाम लाग्ने बेलामा किनभने लास्ट पानी परेर बिजोग भयो नि त अर्गनाइजर अब हामी नै हो अब अर्गनाइज राम्रो तरिकाले गर्नुपर्छ नेक्स्ट अब योपालि के गल्तीहरू भयो होइन खालि आँखा सधैँ खिच्दो रहेछ एकदमै रमाइलो भयो
कसम यस्तो टुर नसोचेको टुर भयो मात्र 80 पाउन्डमा। तपाईँहरू कोही आउनुहुन्छ भने मात्र 80 पाउन्ड। होइन नेक्स्ट टाइम हामीले त्यहीमा थियो नि, हामीले मासु धेरै लग्यौँ, चामल धेरै लग्यौँ। 3 days 2 night। अब हामी उब्रेको रासन चाहिँ के गर्छौँ त? हाम्रो अदु भाइ एकदमै दुःख गरेछ त, भाइलाई सबै डोनेसन। गाडीमा छ, गाडीमा त्यस्तो हुँदैन भाइ। सुन न, अदु भाइलाई डोनेसन गर्यो कि सिपी मान्छेलाई डोनेसन गरेर? कस्तो भन्नाले व्यवस्था गरिदिनु पर्छ क्या, छोइसक्दा तपाईँले सिपी भान्दा बोल राति बोल। अब बोलिरहोस् न। अब हाम्रो लास्ट डे हो होइन, अब नेक्स्ट टाइम हामी दामी प्लान बनाउँछौँ अर्कोपालि। पछि रिभ्यू बनाउँछु कि 7जना 8जना रमाइलो हुँदो रहेछ। धेरै भयो भने कुरा मिल्दैन होइन, कता के गर्छ। तर योपालिको लास्ट डे सक्सेसफुल भयो, फर्स्ट हाम्रो एटेम्प होइन। आज हाम्रो छाडा बन्ने गाइजहरू चाहिँ कहाँ पुगेको छ होइन? मेनरले आठखोलामा जन्मेको साथीहरू छाडा बोल्ने होइन। आठखोला त होइन नि त उनीहरूको त। त्यहीको मान्छे यस्तै थियो अनि हो आमा बोलेरै जित्नु खोज्छ, बोलेरै जित्नु खोज्छ। अनि म त सुरुबाटै हेरेको, सुरुदेखि त राम्रो बोल्यो। अब यो सन्देश हामी कसरी पुऱ्याउनु त त्यो गाइजहरू? म पोस्ट गरिदिन्छु नि यही भिडियो। हो ल है त।